त्यसको लागि त छानबिन आयोग गठन भएको छ होइन भन्नु त त्यो तपाईले भन्न सक्नुहुन्छ अहिले तपाईले भन्दिनु पर्यो नि कसले गरेको कस्तो भन्दिनु छानबिन आयोग गठन छानबिन घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने पानी माथिको उबान हुन मैले छानबिन गर्ने कि मैले नेतृत्व गर्ने मा त्यति भन्दिनुस् तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो छानबिन मैले गर्ने हो भन्नुस् त मलाई तपाईहरु सरकार बनाउनु छानबिन आयोग किन गठन भयो गर्नुहुन्छ सडक उचाल्नुहुन्छ किन हैन तपाईको क्वेशन नै इलोजिकल भयो सर कसरी के कस्तो क्वेशन गर्नु छानबिन मैले गर्ने कि छानबिन आयोगले गर्ने छानबिन आयोगले गर्छ जिम्मेवारी तपाईले लिने कि नलिने उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि मैले जिम्मेवारी लिने कि नराम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नु राम्रो कारण राम्रो कुरा सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ बजारमा धेरै खालका जेन्जी छन् तपाई कुन प्रकारको जेन्जी हो भन्दिनुस् तपाई मलाई कुन प्रकारका जेन्जी छन् भन्नुस् धेरै छन् जेन्जी के हो ल दुई चारवटा प्रकार भन्दिनुस् कस्तो प्रकार 2.2 देखि लिएर यहाँ त अनेक जेन्जी भनेको जेन्जी खासमा त एउटा युवा यो एज ग्रुप हो जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर अनि अब ढुङ्गानालाई मेरो प्रश्न के हैन एकचोटी पर्खिनु उहाँलाई क्ल्यारिफाई गरे ल तपाईको नैतिकताले के भन्छ भन्नुस् मेरो नैतिकताले तपाईहरुले जुन कार्य गर्नु पनि त्यसमा उधुम मचाउनु पनि तोडफोड आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनु पर्छ त्यो तपाई के लयर हो म एउटा तपाई लयर हो जिम्मेवार व्यक्ति कसरी जिम्मेवार तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन छ कसरी रेस्पोन्सिबल भयो नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन तपाईले के बोल्नु भएको भन्नुस् त पत्रकार तपाईले बोल्न आउँदैन रहेछ खैर एउटा प्रश्न के क्वेशन गर्नु भएको तपाईको नैतिकताले दिन्छ उहाँलाई के हो तपाईको जस्तो यस्तो हावा क्वेशन नगर्नु आज जुन स्थानमा छ तपाईहरु